काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम भागमा अवस्थित हरियालीले घेरिएको एक पवित्र स्थल हो माता तीर्थ। यस ठाउँको नाम उच्चारण गर्दा नै हाम्रा मनमा माताको माया, आशीर्वाद र सम्झनाको गहिरो भाव आउँछ। माता तीर्थ मात्र एक धार्मिक स्थल होइन, यो त्यही पवित्र भूमि हो जहाँ आमाको अमूल्य योगदानलाई सम्झना गरिन्छ। माता तीर्थको इतिहास निकै पुरानो छ। किंवदन्ती अनुसार प्राचीन समयमा एउटा छोरो जसकी आमा दिवंगत भइसकेकी थिइन्, आमा भेट्न व्याकुल थिए, त्यसैले उनी माता तीर्थ कुण्डमा स्नान गर्न पुगे। जसै उनले पवित्र जलमा स्नान गरे, कुण्डको पानीमा उनले आफ्नी आमाको अनुहार देख्न पाए। त्यही दिनदेखि यो स्थान दिवंगत आमाको सम्झनामा स्नान र पूजा गर्ने पवित्र स्थलका रूपमा प्रसिद्ध बन्यो। आज पनि माता तीर्थमा 3 पवित्र कुण्डहरू छन्, ठुलो कुण्ड, सानो कुण्ड र पवित्र कुण्ड। श्रद्धालुहरू यी कुण्डहरूमा स्नान गरी दिवंगत आमाप्रति श्रद्धा व्यक्त गर्छन्। विश्वास गरिन्छ कि यहाँ स्नान गर्दा पाप मोचन हुन्छ र आमाको आत्मालाई चिरशान्ति प्राप्त हुन्छ। विशेष गरी माता तीर्थ औँसी अर्थात् आमाको सम्झनाको दिन नेपाली पात्रो अनुसार वैशाख कृष्ण औँसीका दिन हजारौं मानिसहरू माता तीर्थमा उपस्थित हुन्छन्। कोही आफ्नी आमाको जीवन र स्वास्थ्यको कामना गर्न आउँछन्, कोही दिवंगत आमालाई सम्झेर भावुक हुँदै श्रद्धाञ्जली अर्पण गर्न आउँछन्। माता तीर्थमा दर्शन गर्न काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाबाट पनि आउने गर्दछन्। विदेशमा बसोबास गर्ने नेपालीहरू पनि अवसर मिलेमा आमाको नाममा माता तीर्थमा स्नान र दर्शन गर्न आइपुग्ने गर्छन्। केवल नेपालीहरू मात्र होइन, भारतीय भक्तजनहरूले समेत आमाप्रति श्रद्धा व्यक्त गर्न माता तीर्थको यात्रा गर्छन्। यहाँ जात, धर्म, भौगोलिक सिमाना केही फरक पर्दैन, माताप्रति श्रद्धा मात्र साझा हुन्छ। माता तीर्थमा दर्शन गर्दा श्रद्धालुहरूले प्रसाद, अक्षता, फूल र दीप चढाउने चलन छ। साथै दिवंगत आमाका नाममा दान पुण्य गर्ने परम्पराले गहिरो महत्त्व राख्दछ। कहिन्छ, यस दिन आमाको नाममा गरेको पुण्यले आमाको आत्मा सन्तुष्ट हुन्छ र सन्तानमा समृद्धि आउँछ। जसका आमा जीवित हुनुहुन्छ, उनीहरू माता तीर्थ आएर आमासँगै बस्ने सुख र सौभाग्यको कामना गर्छन् र जसका आमा दिवंगत भइसकेका छन्, उनीहरूले आमाको सम्झनामा स्नान, पूजा र ध्यान गरेर श्रद्धाञ्जली अर्पण गर्छन्। यही हो माता तीर्थको भाव, माया, श्रद्धा र कृतज्ञता। आजको दिन माता तीर्थले हामीलाई सम्झाउँछ, आमाको माया संसारकै सबैभन्दा ठुलो वरदान हो। उहाँहरू बिना हाम्रो अस्तित्व अपूर्ण छ। त्यसैले आमा हुनुहुन्छ भने सम्मान गरौँ, सेवा गरौँ र नभए पनि उहाँको सम्झनालाई सधैँ हृदयमा जीवित राखौँ। माता तीर्थ एक स्थान मात्र होइन, जीवनको सबैभन्दा पवित्र सम्बन्धको सम्झना। जय आमा, जय माता तीर्थ।